हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। हो सबैजना आरामै हुन्छ, म पनि आरामै छु। सो करेन्टली अहिले चाहिँ बेलुकाको 5 बजिसकेको छ अनि अहिले चाहिँ म वालिङतिर जाँदैछु। आज चाहिँ जान चाहिँ चिउरीको पुलसम्म जाने मेरो सोच छ, तर अहिले चाहिँ म यता वालिङ हुँदै जान्छु। अनि वालिङमा चाहिँ जेस ओमकार इभेन्ट चलिरहेछ नि त, अनि वालिङको माहौल चाहिँ के कस्तो छ रहेछ भनेर यसो हेर्दै जाऊँ भनेर यताबाट वालिङ मोड हुँदै म चिउरीको पुलतिर जान्छु। अहिले चाहिँ म एक्लै जाँदैछु है। जेस अहिले यतिखेर चाहिँ शीतल शीतल भएको छ है, नत्र जेस अहिले चाहिँ गर्मी बढिरहेछ। अनि अहिले चाहिँ म एक्लै जान लागेको। अहिले चाहिँ म यता हाम्रो वालिङ मालेबगर जाने बाटोतिर आइपुगेँ। लेफ्टबाट गयो भने मालेबगर जान्छ, अनि माथि म चाहिँ अहिले मालेबगर गएन। अब यहाँबाट चाहिँ मैले सिधा राइट टर्न लिनुपर्ने हुन्छ है। यो चाहिँ केदारनाथ मन्दिर भयो, रक्षा गर्नुहोस्। यहाँ चाहिँ फराकिलै छ है बाटो, तर थोरै उप्पर खापर छ, यो यस्तो प्लेन छैन। चाहिँ घाम चाहिँ देखिरहेछ है, देखिन्छ। अब चाहिँ सनसेट हुने बेला हुनु लाग्यो नि त। अनि यहाँ चाहिँ अहिले नयाँ पसल खोलेर थियो कि ठ्याक्क यो घुम्टी भइहाल्यो यहाँ चाहिँ। अनि त्यहाँ चाहिँ इभी गाडीको चाहिँ चार्जिङ स्टेसन पनि रहेछ दुईवटा है। सबै आफ्नो काममा बिजी, कसैलाई रमाइलो हेर्न जान मन छ है, कसैलाई बाइक राइड गर्नु मन छ, कसैलाई क्यारम बोर्ड खेल्न मन छ है। सबै आफ्नो पारामा है। अनि अघि आउँदा चाहिँ म सिधा घरतिरबाट आएको भए सिधा यो माथि निस्किन्थ्यो कि, यो चाहिँ हाम्रो पुलिस चौकी नयाँ बन्दै रहेछ अहिले चाहिँ। अनि ठ्याक्क यहाँबाट माथि आउनु पर्थ्यो कि, अहिले म उताबाट आएको। तर अहिले चाहिँ म सिधै यताबाट जाँदैछु, यो भकुन्डे भइहाल्यो। यहाँ चाहिँ औसली टिपेर खाँदो रहेछ है कुचेहरूले चाहिँ। जस हुन त यतिखेर औसली खाने बेला है। अनि यो चाहिँ काठमाडौँ जाने गाडी है, मिर्मीदेखि आए जस्तो छ। यो चैत वैशाखको महिनामा चाहिँ धेरै यस्तो डढेलोहरू अनि बढ्ने कारणले चाहिँ त्यस्तो भिजिबिलिटीहरू एकदम क्लियर छैन क्या। धम्ले देखिरहेछ पारीहरू है। अनि अलि अगाडि चाहिँ जस पानी परेर चाहिँ मौसम अलिक क्लियर भएको थियो, अहिले फेरि जेसेथे भइसकेको अवस्था छ है। अनि चैत वैशाखमा चाहिँ खडेरी पनि पर्छ नि त, अनि पानीहरू अलिक कम पर्छ, डढेलो धेरै लाग्छ है। अहिले चाहिँ म यहाँ मदिखोला आइपुगेको छु है।
क्या लस्किरहेको यार। अनि अझ आजको मेरो राइड चाहिँ एकदम त्यति धेरै लामो छैन, सर्ट राइडिङ रहनेछ। यहाँदेखि वालिङदेखि चिउरी पुल कति नै होला र, 10-15 किलोमिटर जति होला सायद एप्रोक्स। अनि यहाँ चाहिँ अहिले बेलुकाको टाइममा चाहिँ जस धेरै इन्डियन गाडीहरू देखिन्छ कि यो हाइवेमा चाहिँ। यो ठाउँलाई चाहिँ गाखोला हुन्छ है। यहाँ चाहिँ जस मिठो नास्ताहरू, खिरहरू, परोठाहरू पाउँछ है। धुलो उडाउँदै आएको छ, बस देख्न सक्नुहुन्छ है। के गर्छ, बाटो चाहिँ खराब नै छ यतातिर, किनकि यो एउटा हाइवे हो नि त। हाइवे चाहिँ कम्तीमा नि सबै ठाउँमा यत्तिकै हुनु पऱ्यो क्या। तल चाहिँ जे आँधी खोला बगिरहेको देख्न सक्नुहुन्छ। मैले त देखिरहेको छु, तपाईँ देखेको छैन होला। आँधी खोला चाहिँ सुकेर है सानो भएको छ है। अनि अहिले चाहिँ जस माछा मार्ने सिजन चलिरहेको छ क्या। टिकटक यताउति हेऱ्यो भने त्यही माछा मारेको मात्रै देख्छ है। अनि अरू चाहिँ घुमेर फर्किने बेला भयो। मेरो चाहिँ बल्ल टाइम स्टार्ट भएको छ है। त्यस्तै हो, आफ्नो टाइम हो, आफ्नो हिसाबले चल्ने हो है। अनि अहिले चाहिँ म जस बाटरी पुग्न लागेको छु है। अनि यहाँबाट चाहिँ मेरो गाउँतिर जान मिल्छ कि। यहाँबाट ठ्याक्क यो ट्र्याक्टर जाँदैछ नि राइट साइडबाट चाहिँ, त्यहाँबाट सिधा त्यही बाटो पक्रेर गयो भने मेरो गाउँ पुगिन्छ। गाउँ नगएको नि भयो धेरै नै। अब गाउँ जाने हो, गाउँको भिडियो बनाउने छु। अहिले यो ठाउँलाई चाहिँ बाटरी भन्छ है। पहिला हाम्रो गाउँतिर मान्छेहरू सबै बजार गर्न यताउति यहीँ बाटरी झर्नुहुन्थ्यो। रासन पानीदेखि लिएर सबै कुरा मान्छे बिरामी हुँदाखेरि बाटरी वालिङ झर्नुहुन्थ्यो। अनि अहिले चाहिँ नेपाल सरकारले चाहिँ स्याटरडे सन्डे हप्तामा 2 दिन चाहिँ अफिसहरू सबै सरकारी कार्यालयहरू चाहिँ बन्द गराएको रहेछ। यतातिर पारी गाउँहरू देख्न सक्नुहुन्छ। यता चाहिँ पारी चाहिँ खाइन डाँडा भन्छ, देख्न सक्नुहुन्छ चिउरीको पुल है। अनि यो पुलले चाहिँ जस मान्छेलाई चाहिँ यस्तो एट्र्याक्ट गरेछ नि होइन। कतै पनि उताबाट बुढुतिरबाट या यता वालिङ पोखरा वालिङ हुँदै आउने मान्छेहरूलाई चाहिँ होइन यो पुलले चाहिँ एकदम एट्र्याक्ट गरेको छ है। देख्न सक्नुहुन्छ है, यहाँ चाहिँ थुप्रै मान्छेहरू आउनु भएको छ है। सायद इन्डियाबाट आउनुभएको होला।
चाहिँ म यहाँ चिउरी पुल आइपुगेको अवस्था चाहिँ देख्न सक्नुहुन्छ। यस्तो दामी सनसेट भइरहेछ। अनि पुल चाहिँ यहाँ छ है। अनि म चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ नेपालको झन्डा मिठो फरफराइरहेको छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ थुप्रै इन्डियाको गाडीहरू देख्न सक्नुहुन्छ। इन्डियाको मान्छेहरू चाहिँ थुप्रै घुम्न आउनु भएको छ। सो अब चाहिँ म पुलतिर जाँदैछु है त। सो अहिले चाहिँ म यहाँ पुलमा आइसकेको छु। देख्न सक्नुहुन्छ पुल। देख्न सक्नुहुन्छ है यहाँ चाहिँ मान्छेहरू थुप्रै आउनु भएको छ। म पनि जाँदैछु। चाहिँ अलि चिप्लो रहेछ। सो गाइज करेन्टली म चाहिँ यहाँ चिउरीको पुलमा आइसकेको छु है। अहिले यहाँ बिचमा उभिएर आनन्द चिसो हावा चलिरहेछ है। अनि तल चाहिँ आँधी खोला बगिरहेछ। अनि चिसो त हुने नै भयो है। अनि देख्न सक्नुहुन्छ यहाँबाट यहाँ पारि चाहिँ यो हाइवे भइहाल्यो। अनि यो चाहिँ देख्न सक्नुहुन्छ भ्यू पोइन्ट हो कि होटल हो मलाई पनि थाहा भएन। अनि यहाँ चाहिँ यस्तो मिठो भ्यू देखिरहेछ नि होइन। बिचमा बारीको पाटाहरू अनि यो हरियो रुख बिरुवाहरू, तल आँधी खोला, अनि पारि चाहिँ यो खाइन डाँडा गाउँहरू यस्तो राम्रो देखिरहेछ नि अहिले चैत वैशाखको टाइममा पनि होइन। अनि पारि देख्न सक्नुहुन्छ केदारनाथ मन्दिर। अनि त्यही हो। अनि तपाईँहरू मन्दिर जान पनि मेन यो पुल बन्नुको कारणै सायद त्यो मन्दिरसम्म पुग्न मान्छेलाई पुर्याउनको लागि नै होला। अनि यदि यो पुलले चाहिँ यस्तो ब्युटी एड गर्दैछ नि अहिले उताबाट आउने मेन यहाँ चाहिँ अघि पनि मैले त्यहाँ आउँदाखेरि देखिरहेको थिएँ। मोस्टली चाहिँ उताबाट इन्डियातिरबाट आउने गाडीहरू चाहिँ रोकेर मान्छेहरू चाहिँ घुमेर जानुहुन्छ कि। त्यो चाहिँ एकदम राम्रो छ है यो पुल बनेको हुनाले। अनि त्यही नै हो। सो आउनुभएको छैन भने आएर पक्का घुमेर हेरेर जानु होला। यहाँबाट बाटो धेरै टाढा पनि छैन। तर अलि यो पुलको चाहिँ यस्तो यो चाहिँ चिप्लो भइरहेछ। सायद मेरो जुत्ताको ग्रिप नभएको कि यो पुल चिप्लो भएको थाहा भएन। सो त्यही नै हो। आज म एक्लै आएको थिएँ। अनि अब फर्किनु पर्ला। सो अहिले चाहिँ म यो चिउरीको पुलमा एकछिन घुमेर अनि यता यो डाँडातिर आएर बसिरहेको छु। देख्न सक्नुहुन्छ है ठुलो पहाडहरू छ है। अनि यहाँको भ्यू चाहिँ एकदम राम्रो छ। अनि त्यही नै हो आजको मेरो यो राइड चाहिँ छोटो थियो। तर जे जस्तो भने रिफ्रेस एकदम आनन्द आयो। अनि आफ्टर धेरै समयपछि चाहिँ मैले आज राइड गरेँ नि त। अनि त्यही भएर आनन्द आयो। सो भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। आउने दिनहरूमा अझै राम्रो गराउनेछु भन्दै आजको लागि चाहिँ बिदा हुन चाहन्छु है त।